बालेनले एमाले कारले अगाडि निर्माण गरिएका संरचनामा चलाए डोजर आगलागीको जोखिम भएको भन्दै उजुरी र हयात होटलको स्वामित्वमा गएको 150 रोपनी जग्गा फिर्ता ल्याउन सुझाव। सरकारी शेयर 22% बनाउनु पर्ने। दर्शकबिन काठमाडौँ महानगरपालिकाले च्यासल स्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ। बिहिबार एमाले कारले अगाडि निर्माण गरिएका 2 ग्यारेज र कवाडी सङ्कलन केन्द्रमा नगर प्रहरीले डोजर चलाएको हो। स्थानीयले विद्यालय नजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा नम्बर 32 को कार्यालयमा उजुरी दिएका थिए। वडा कार्यालयको पत्रको आधारमा महानगर प्रहरी बलद्वारा हटाउने कार्य भएको हो। महानगरले च्यासल स्थित अवैध संरचनाहरूमा डोजर चलाएपछि कवाड व्यवसायीहरूसँग झडप समेत भएको थियो। त्यस्तै बौद्ध स्थित तारागाउँ रिजेन्सी होटल हयातको स्वामित्वको 150 रोपनी जग्गा फिर्ता ल्याउन फेरि अर्को एक सरकारी समितिले सुझाव दिएको छ। यो समितिले सरकारी स्वामित्वको शेयर घटेर 9% पुगेको विषयमा पुरानै अवस्थाको 22% नै कायम गराउनु पर्ने भन्दै सुझाव दिएको हो। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बनाएको तारागाउँ विकास समिति सम्बन्धी अध्ययन प्रतिवेदनले यसअघि संसदीय समिति तथा विभिन्न अध्ययन समितिले दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने सहितको सुझाव दिएको छ। पूर्व कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेको संयोजकत्वमा गठित समितिले 2081 साल माघ 9 गते पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई बुझाएको प्रतिवेदन मन्त्रालयले हिजो सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनले शेयर लगानी बापत तारागाउँ विकास समितिले 2049 मा रजिस्ट्रेसन पास गरी दिएको 150 रोपनी जग्गा फिर्ता ल्याउने गरी नीतिगत निर्णय गर्न सरकारलाई सुझाव दिएको छ। सरकारले तारागाउँमा शेयर लगानी गर्ने निर्णय गरे पनि जग्गाको रजिस्ट्रेसन पारित गर्ने निर्णय भने नगरेको, तारागाउँ विकास समितिको नामको जग्गा उपभोग गरेको, हयात होटलले सरकारबाट पाएको 150 रोपनी जग्गाको पुनः मूल्याङ्कन नगरेको, होटलले सरकारी जग्गा लिन बनाएको गुरु योजना अनुसार काम नगरेकोले उक्त जग्गा फिर्ता ल्याउने गरी नीतिगत निर्णय गर्नु उपयुक्त हुने सुझाव पछिल्लो अध्ययन समितिले दिएको छ। अध्ययन समितिले हयात होटलले भाडामा उपभोग गरिरहेको थप 148 रोपनी जग्गाको भाडा दर समेत पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ। होटलले 49 वर्षका लागि लिएको 148 रोपनी जग्गाको भाडा पहिलो 10 वर्ष प्रतिरोपनी 10,000 रुपैयाँ मात्रै तिर्ने र त्यसपछि प्रत्येक वर्ष 10% का दरले बढाउने गरी लिनुलाई न्यून मूल्याङ्कन भएको औल्याएको छ। जग्गा भाडा सम्बन्धमा विक्रम सम्वत 2050 सालमा संघीय संसद, सार्वजनिक लेखा समितिले विक्रम सम्वत 2075 सालमा, संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विक्रम सम्वत 2076 सालमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम सम्वत 2077 सालमा, महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2076-77 को लेखा परीक्षण व्यवस्थापन पत्रमा उपयुक्त बमोजिम तारागाउँ विकास समितिले तारागाउँ रिजेन्सी होटल लिमिटेडलाई लिजमा उपलब्ध गराएको जग्गाको भाडा दर ज्यादै न्यून भएको औल्याएको थियो। दर्शकबिन उता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै 10 अर्ब रुपैयाँ अनियमितता र भ्रष्टाचार भएको खुलेको छ। पोखरा विमानस्थल निर्माणबारे छानबिन गरेको संसदको लेखा उपसमितिले झण्डै 10 अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको हो। संसदको सार्वजनिक लेखा समितिको उपसमितिले 11 वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष सहित प्रतिवेदनको मस्यौदा तयार पारेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनको मस्यौदा अध्ययनका लागि केही सांसदहरूलाई वितरण भएको छ। लिङदेन सहित केही सांसदहरूले प्रतिवेदनको मस्यौदामा हस्ताक्षर गरिसकेका छन् भने केहीले अध्ययनका लागि समय मागेका छन्। पोखरा विमानस्थल निर्माणको अनियमितता मुलुककै ठूलो भ्रष्टाचार मध्येको एक बनेको छ। विमानस्थल निर्माणमा कानुन विपरीत कर छुट दिएको विषयबारे यसअघि नै प्रश्न उठेको थियो। उता उपसमितिले पोखरा विमानस्थल निर्माणमा संलग्नमाथि अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने भन्दै लेखा समितिलाई सिफारिस गर्न प्रस्ताव समेत गरेको छ।